So, hello and namaste everyone. It's me Safal Chetri, currently CTO at Guru School Education. आजको यस भिडियोमा चाहिँ हामी गुरु स्कुल एप्लिकेसनलाई कसरी चलाउने भन्ने बारेमा चाहिँ डिस्कस गर्नेछौँ। सो अब चाहिँ हामी ढिला नगरिकन हाम्रो ल्यापटप स्क्रिनतिर मुभ अन गरौँ है त। सो यो चाहिँ हाम्रो गुरु स्कुल एप्लिकेसनको चाहिँ मेन इन्टरफेस रहेको छ। यो चाहिँ हाम्रो होम स्क्रिन हो। यहाँ चाहिँ हजुरले विभिन्न कुरा हाम्रो बारेमा चाहिँ पढ्न सक्नुहुनेछ। अहिले चाहिँ हामी मेन भित्रको ड्यासबोर्डमा चाहिँ फोकस गरौँ है त। हजुरहरूले चाहिँ धेरै जस्तोले चाहिँ डार्क मोड प्रिफर गर्नुहुन्छ, त्यही भएर हामी चाहिँ अबबाट भिडियो चाहिँ डार्क मोडमै कन्टिन्यू गर्नेछौँ। सो लगइन गरौँ। लगइन गर्दाखेरि चाहिँ हजुरले एकाउन्ट रेजिस्टर गर्नको लागि चाहिँ कन्टिन्यू विथ गुगल गर्नुपर्ने हुन्छ। गुगलबाट चाहिँ हामीले चाहिँ एकाउन्ट ओपन गर्ने प्रोभिजन राखेका छौँ है। सो मैले चाहिँ कन्टिन्यू विथ गुगल गरेँ र मैले आफ्नो एउटा मेल आइडी चुज गर्छु। यहाँ चाहिँ मैले मेल आइडीहरू चाहिँ ब्लर गरिदिएको छु है त फेरि। ओके, त्यसपछि हजुरलाई चाहिँ यहाँ फोन नम्बर हाल्ने अप्सन आउँछ। फोन नम्बर हाल्नु होला 8629 यस, अहिले फोन नम्बर हालेँ। अनि त्यसपछि हजुरले यहाँ चाहिँ डेट चुज गर्न सक्नुहुनेछ। हजुरलाई चाहिँ मिनिमम पनि 13 इयर्स हुनुपर्नेछ है। ओके, मैले डेट चुज गरेँ। पछि आफ्नो जेन्डर चाहिँ पासवर्ड चाहिँ मिनिमम 6 डिजिट्सको हुनुपर्नेछ। राखेँ पासवर्ड। पछि क्लास 12 को हुनुहुन्छ भने क्लास 12 अथवा चाहिँ इन्ट्रान्सको लागि भिजिट गर्नु हुँदैछ भने इन्ट्रान्समा सिलेक्ट गर्नु होला। मैले चाहिँ अहिले इन्जिनियरिङ गरेँ। यो सिएसआइटी चाहिँ हजुरकोमा देखाउने छैन। सिएसआइटी र हामीले आइओईलाई अनि पियुको लागि चाहिँ मर्ज गरेर इन्जिनियरिङमै राखेका छौँ है त सबैलाई। त्यसपछि ब्याच अटो फिल्ड हुनेछ है। पछि प्रोमो कोड चाहिँ युज गर्न नबिर्सिनु होला, गुरु प्लस प्लस फर 7 days अफ फ्री प्रिमियम है त। त्यसपछि यो रह्यो हाम्रो ड्यासबोर्ड। यहाँ चाहिँ हजुरको डेली स्ट्रिक, टोटल मार्क्स, अहिलेसम्म इक्जाममा अब्टेन गर्नुभएको टोटल मार्क्स, कतिवटा इक्जाम दिनुभएको छ। गुरु स्कोर भनेको चाहिँ हामीले विभिन्न एलिमेन्ट्सहरूलाई चाहिँ कम्बाइन गरेर एउटा स्कोर प्रोभाइड गर्छौँ हजुरहरूलाई। त्यो भनेको चाहिँ हाम्रो गुरु स्कोर रहेको छ। त्यसबाट चाहिँ हजुरको सब्जेक्ट, क्लासको लागि कुन कुन सब्जेक्टहरू एभाइलेबल छ, यहाँभित्र गएर चाहिँ नोट्सहरू हेर्न सक्नुहुनेछ। अहिलेको लागि चाहिँ हामीसँग इन्ट्रान्सको लागि चाहिँ कुनै नोट्स छैन है, बट वी विल बी एडिङ इट सुन। त्यसै गरी यहाँ चाहिँ हजुरको एक्टिभ इक्जाम्स देखाइरहेको छ। हजुरहरू चाहिँ इन्जिनियरिङको हुनुहुन्छ भने इन्जिनियरिङकोमै क्लिक गर्नु होला। सीईको चाहिँहरूले दिन मिल्दैन क्लास चेन्ज नगरिन्जेलसम्म। त्यसपछि हजुरको अहिले चाहिँ इक्जाम सेक्सनमा नै फोकस गरौँ। हजुर चाहिँ यहीँ क्लिक गरेर पनि जान सक्नुहुन्छ अथवा चाहिँ यहाँ प्र्याक्टिस इक्जाम सेक्सनमा क्लिक गरेर चाहिँ इक्जाम्स पेज जान सक्नुहुन्छ। यहाँ चाहिँ हजुरहरूको ड्यासबोर्डको चाहिँ विभिन्न स्कोरहरू देखाउँछ। यहाँ चाहिँ अब यो चाहिँ हाम्रो डेली इक्जाम्सको सेक्सन भयो। यो चाहिँ हाम्रो विकली इक्जाम्स चाहिँ सटरडे मात्रै एभाइलेबल हुनेछ। त्यसपछि हाम्रो पास्ट रिजल्ट्स, हजुरले दिएको इक्जाम्सको रिजल्ट्सहरू पनि यो सेक्सनमा देखाउनेछ। त्यसपछि यो रह्यो हाम्रो आइओई इन्ट्रान्स सिमुलेसन सेक्सन। यहाँ चाहिँ हजुरले विभिन्न आइओईका मक सेटहरू देख्न सक्नुहुनेछ। त्यसै गरी यो सेक्सनमा चाहिँ हामीसँग सिएसआइटीको मोडल सेट्सहरू रहेको छ। अब चाहिँ हामी इक्जामतर्फ लागौँ है त, एउटा डेली इक्जाम दिएर टेस्ट गरौँ। ओके, हामी चाहिँ अहिलेलाई सबै बिबिपी अप्सन चाहिँ सिलेक्ट गर्नेछौँ। हजुर चाहिँ यहाँबाट पनि नेभिगेट गर्न सक्नुहुनेछ, जस्तै 6, 7, 8 यसै गरी चाहिँ कुनै क्वेसन छुटेको खण्डमा त्यहाँबाट नेभिगेट गर्न सक्नुहुनेछ है। यो भयो, सिलेक्ट गरौँ। अहिलेलाई चाहिँ यति 3टा चाहिँ अनएन्सर नै छोडौँ। अर्को लास्ट 21 नम्बरलाई चाहिँ एन्सर गरिदिउँ है त। सबमिट गरौँ। सबमिट गरेपछि हजुरको यस्तो युआई आउनेछ। यहाँ चाहिँ हजुरको सब्जेक्ट वाइज लिस्टिङ पनि देखाउँछ, कति मार्क्स अब्टेन गर्नुभयो हरेक सब्जेक्टमा। त्यसै गरी ओभरअल स्कोर पनि देखाउनेछ है त। यो चाहिँ हजुरले यहाँ चाहिँ रिजल्ट्स हेर्न सक्नुहुनेछ। हरेकको चाहिँ सोल्युसन पनि हेर्न चाहिँ यहाँभित्र गएर हेर्न सक्नुहुनेछ है। त्यसै गरी यो चाहिँ लिडर बोर्ड पेज भयो हाम्रो। हजुरहरूलाई चाहिँ हजुरहरू चाहिँ लिडर बोर्ड्समा राम्रो स्कोर गर्नुहुन्छ भने चाहिँ माथि माथि आउँदै जानुहुन्छ लिडर बोर्ड्समै। म अहिले चाहिँ एउटा इक्जाम मात्रै दिएको थिएँ, त्यही पनि म चाहिँ अहिले 14 नम्बरमा छु है। त्यसै गरी हाम्रो यो आइओई सिमुलेसनको चाहिँ इक्जामको प्रोसेस अलिकति फरक छ। यसमा चाहिँ हजुरले कुनै इक्जाम सेटमा थिच्नुभयो भने चाहिँ यसरी आइओईको जस्तै रियल इन्टरफेस आउँछ। यहाँ चाहिँ हजुरहरूले चाहिँ अहिलेलाई ऱ्यान्डम
कुनै पनि 4 डिजिटको ऱ्यान्डम यो अनि यो पनि फिचर हो हजुरले चाहिँ किबोर्ड युज गर्न पाउनुहुन्न रियल एक्चुअल आइओ इन्ट्रान्स इक्जाममा त्यही भएर हामीले चाहिँ यहाँ किबोर्ड डिसेबल गरेका छौँ वहाँ पनिहरूले यसरी नै थिचेर टाइप गर्नुपर्ने हुन्छ यहाँ थिच्ने पहिला चाहिँ हजुरले ऱ्यान्डम रोल नम्बर र पासवर्ड हाले हुन्छ भने चाहिँ आइओ उहाँ सिबिटीमा दिनुहुने चाहिँ त्यसमा चाहिँ उहाँ प्रोभाइड गर्नुभएको चाहिँ रोल नम्बर र पासवर्ड हाल्नुपर्ने हुन्छ यसरी लगइन गर्न सक्नुहुन्छ त्यसपछि चाहिँ हामी इक्जाममा इन्ट्री गरिसक्यौँ त्यसपछि क्वेसन 1 बाई 1 सल्भ गरेर सब्मिट गर्न सक्नुहुन्छ है त ओके हामीले कुनै पनि सल्भ गरेको थिएनौँ 0% त्यसपछि हरेक इक्जामको ऱ्याङ्क पनि हेर्न सक्नुहुनेछ इक्जाम वाइज ऱ्याङ्क यसरी त्यसै गरी चाहिँ हामीसँग चाहिँ अरू रहेको भनेको चाहिँ क्वेसन सर्च हजुरले चाहिँ यहाँ आफूलाई कुनै क्वेरी क्वेसन हुन्छ होइन हजुरले फिजिकल्ली घरमा प्र्याक्टिस गर्दाखेरि कुनै क्वेसनको एन्सर आएन भने चाहिँ सर्च गर्न सक्नुहुन्छ जस्तै 10 सर्च गरेर मैले चाहिँ यहाँ कुनै एउटा क्वेसन आउँछ द एसआई युनिट अफ टेम्परेचर भनेर चाहिँ रहेछ यहाँ चाहिँ अर्को चाहिँ रेड क्रस वाज इस्टाब्लिस्ड इन भन्ने रहेछ जेनेभा कन्भेन्सन यो चाहिँ यो न्युक्लियरवाला एउटा क्वेसन हेरौँ यसको सोल्युसन के छ यो हेर्नु यो चाहिँ मैले यो देखाउन खोजेको थिएँ यहाँ चाहिँ सोल्युसन नभएको खण्डमा चाहिँहरूले यहीँबाट सोल्युसन पनि जेनेरेट गर्न सक्नुहुनेछ है त यसलाई चाहिँ एआईलेहरूलाई जे सोल्युसन जेनेरेट गरेर दिएको छ यहाँ चाहिँ पढ्न सक्नुहुन्छ है त्यसै गरी चाहिँ हामीसँग एआई ट्युटर छन् यहाँ चाहिँ हजुरले कुनै पनि क्वेसन सोध्न सक्नुहुनेछ यहाँ फोटोहरू हालेर चाहिँ क्वेसन सोध्नुहुन्छ भने प्रो मोडललाई सिलेक्ट गर्नु होला त्यसै गरी नर्मल फास्ट एन्सर चाहिएको छ भने चाहिँ मिनी मोडललाई चाहिँ सिलेक्ट गर्नु होला है त त्यसरी एउटा क्वेसन सोधौँ हे वाज द unit light intensity को युनिट चाहिँ क्यान्डेला हो यो चाहिँ फन्डामेन्टल युनिट हो यहाँ चाहिँ देखाएको छ सोल्युसन यो चाहिँ सिम्पल क्वेसन यस्तै खाले सिम्पल क्वेसनहरू सोद्दाखेरि चाहिँ गुरुबिनलाई सोध्नु होला भने चाहिँ हार्ड अलिक कम्प्लेक्स क्वेसन इमेजेसहरू भएको क्वेसन छ भने चाहिँ ग्रुप प्रोलाई सोध्न सक्नुहुनेछ है त बुकमार्क्समा गएर बुकमार्क गर्न सक्नुहुनेछ त्यो क्वेसनलाई त्यहाँ गएर हेर्न सक्नुहुन्छ चाहिँ पास्ट रिजल्ट्स हेरौँ यो चाहिँ हाम्रो पास्ट रिजल्ट्स अनि यो क्वेसन हार्ड लाग्यो यो क्वेसन इम्पोर्टेन्ट छ जस्तो लाग्यो चाहिँ यसरी बुकमार्क गर्न सक्नुहुन्छ हाम्रो प्रोफाइल सेटिङ्स मेन भनेको चाहिँ यो रहेको छ यहाँ चाहिँ हजुरहरूले आफ्नो स्ट्रिक्सहरू के ब्याजेसहरू पाउनुभयो यहाँ देखाउँछ हजुरहरूको डिटेल इन्फर्मेसन यहाँ देखाउँछ त्यसपछि यहाँबाट चाहिँ हजुरले क्लास फ्याकल्टी स्विच गर्न पनि सक्नुहुनेछ है त्यसै गरी हजुरहरूको चाहिँ पब्लिक लिडर बोर्ड कसैलाई चाहिँ लिडर बोर्डमा नआउन पनि मन पर्न सक्छ प्राइभेसीको रिजन है त्यो चाहिँ हजुरले लिडर बोर्ड अफ गर्न पनि सक्नुहुन्छ त्यो गर्नु भने चाहिँ हजुरको स्कोरहरू चाहिँ लिडर बोर्डमा देखाउने छैन त्यसै गरी हजुरको फोनमा चाहिँ के हुन्छ भन्दाखेरि यसरी यो मेनु चाहिँ राइट साइडमा देखाउने गर्दछ तर कोही चाहिँ लेफ्ट साइडमा पनि मेनु राखेर युज गर्न मन पराउनुहुन्छ त्यही भएर चाहिँ त्यसरी लेफ्ट साइडमा राख्न चाहनु भएमा चाहिँ यहाँ लेफ्टमा उठाउनु होला र त्योबाट यो मेनु लेफ्टमा सिफ्ट हुनेछ र यो हजुरले रिलोड गरे पनि जाने छैन अनि मेन छुट्याउन नहुने कुरा चाहिँ हामीसँग चाहिँ नोट्स सेक्सन रहेको छ नोट्स चाहिँ अहिले 12 लाइनमा रहेछ यसको लागि चाहिँ हामी स्विच गरौँ साइन्समा जाउँ ओके स्विचिङ अब चाहिँ यहाँ जानु भने चाहिँ हजुरहरूको सब्जेक्ट्स देखाउनेछ जस्तै फिजिक्सको कुनै नोट्स हेरौँ है त फिजिक्सको चाहिँ अल्टरनेटिङ करेन्टको कुनै नोट हेरौँ ओके हुन्छ नोट पनि एकदम राम्रो ह्यान्डराइटिङमा लेखिएको नोटहरू मात्रै हामीले अपलोड गर्ने गरेका छौँ सबै ह्यान्ड रिटन छ ह्यान्ड रिटन चाहिँ बुझ्न स्टुडेन्टलाई बुझ्न चाहिँ सजिलो हुने भएर चाहिँ हामीले ह्यान्ड रिटन नोट्सहरू अपलोड गरेका हौँ यसरी हेर्न सक्नुहुने भयो नोट्स मन पर्यो पढ्न फेरि पछि पढ्न मन लाग्यो लाइब्रेरीमा एड गर्नु यो चाहिँ हजुरको बुकमार्क सेक्सनमा गएर पस्छ यहाँ गएपछि नोट्समा गएपछि हजुरले हेर्न सक्नुहुन्छ है त आजको लागि चाहिँ यति नै रहेको थियो सो वी विल बी ब्याक अगेन इन नेक्स्ट भिडियो है एक्सप्लेनिङ अबाउट अस आवर डिटेल आवर अदर्स टिम मेम्बर्स विल रेकर्ड है अरू मेम्बरहरूले पनि भिडियो रेकर्ड गरेर हाल्नुहुनेछ सो आजको लागि चाहिँ यति नै गरौँ सो थ्याङ्क यू